नमस्कार। आज चाहिँ हामीहरूले हाम्रो पशुहरूको लागि चाहिँ साइलेज बनाउँदैछौँ। साइलेज चाहिँ एक किसिमको विशेष पशु आहार हो। यसलाई चाहिँ विशेष प्रक्रियाबाट बनाइन्छ। अब चाहिँ साइलेजको बारेमा बुझौँ है त। साइलेज भनेको हरियो चारा, मकै, नेपियर आदिहरूलाई विशेष तरिकाले अक्सिजन नभएको अवस्थामा फर्मेन्टेसन प्रक्रियाबाट सुरक्षित गरेर बनाइएको पशु आहार हो। सामान्यतया साइलेज चाहिँ वर्षभरि पशुहरूलाई खुवाउनको लागि बनाइन्छ। जबकि हरियो चाराहरूको अभाव हुन्छ, सुक्खा मौसमहरू भयो, हिउँदमा चाहिँ साइलेज पशुहरूलाई दिन सकिन्छ र साइलेज पशुहरूलाई दिनका अनेक फाइदाहरू पनि रहेको पाइन्छ। अब चाहिँ साइलेज बनाउने प्रक्रिया सुनौँ है त। साइलेज बनाउनका लागि उक्त घाँसहरूको मोइस्चर लेभल 50 देखि 60% हुनुपर्छ र उक्त घाँसहरूलाई सानो टुक्रामा हामीले चापकटरको सहायताले काट्ने गर्नुपर्छ। उक्त टुक्राहरूको साइज चाहिँ 2 देखि 3 सेन्टिमिटरको हुन्छ। धेरै ठुलो भयो भने चाहिँ त्यो भाँडाहरूमा खाद्न चाहिँ एकदम अप्ठ्यारो हुन्छ, राम्रोसँग नखादिने अवस्था हुन सक्छ। त्यसैगरी अब उक्त काटेको साइलेजहरूलाई चाहिँ सिलोपिट अथवा ड्रममा राम्रोसँग खाँदेर राख्ने, हावा छिर्ने हुनुहुँदैन र यसरी राखिसकेपछि राम्रोसँग बिर्को लगाएर बन्द गरिदिने र हाम्रो साइलेज 21 दिनमा तयार हुन्छ। यसरी तयार पारिएको साइलेजका फाइदाहरू पनि सुनौँ है त। साइलेजका फाइदाहरू वर्षभरि पशुहरूलाई गुणस्तरीय आहार दिन सकिन्छ, उत्पादन लागत कम हुन्छ र पशुहरूको दुध र मासु उत्पादन यसले एकदम राम्रो बढाउँछ। यो चाहिँ हामीहरूले हाम्रो पशुको लागि आवश्यक पर्ने सन्तुलित आहार बनाउन सक्छौँ है त। अब चाहिँ हामीले यो साइलेज तयार भएपछि हजुरहरूलाई देखाउनेछौँ। अहिलेका लागि धन्यवाद। तपाईँहरूले पनि यसै गरी साइलेज बनाउन सक्नुहुन्छ।